हेलो साथीहरु, आज चाहिँ म पहाड आएको छु। तपाईहरुलाई मेरो भ्लगमा स्वागत छ। म चाहिँ आज गोठमा छु। आज बुवा चाहिँ पूजा गराउन गइसक्नु भएको छ। आमा भात पकाउँदै हुनुहुन्छ। त्यही भएर म चाहिँ यहाँ कुँडो पकाउने भनेर आज छु। तपाईहरुलाई कुँडो भनेको थाहा छ? कति धेरै साथीहरुले खोले भनेर पनि चिन्नुहुन्छ होला। अनि कुँडो खोले भनेको एउटै हो, भैँसीलाई दिने। अनि भैँसीहरु यहाँ बसिरहेका छन्। उ त पल्लो भैँसी चाहिँ हिजो राति त्यसले चाहिँ त्यो पाडो पाएको हो, त्यो ब्यायो हिजो राति। अनि हामीले बेहुती दुध खाँदै थियौँ। अनि यिनीहरू भैँसीहरूले मलाई देखेर छक्क परिरहेछन् होला, यो कहाँ हो, को हो यो, कहाँबाट आयो, किन यो मोबाइल लिएर बसेको छ मसँग भनेर गरिरहेछन् होला। अनि मैले चाहिँ यहाँ यसो सानो एउटा कुँडो आगो बाल्दै गरेको चाहिँ एउटा क्लिपहरू राखेको थिएँ। हाइपरल्याप्स बनाएको छु कि यसलाई त फुल बनाउनु पर्दो रहेछ। हाइपरल्याप्समा जम्मा 10 सेकेन्डको भयो। अनि यसो फिट चेक गरेको। अनि मैले कुँडो बनाउँदै थिएँ। अनि बनाउँदाखेरि अनि आमाले मलाई गएर खुर्सानी पनि टिपेर ल्याइदेऊ है भन्नुभयो। अनि यो चाहिँ एकदम जिरे खुर्सानी हो कि यति पिरो हुन्छ, यति पिरो हुन्छ। यो एउटा खायो भने त्यो अकबरेको भन्दा त डबलले पिरो हुन्छ कि। फेरि सानो कति सानो हुन्छ। यो चाहिँ अझै यति ठुलोवाला परेछ। अर्को भिडियोमा चाहिँ त्यो सानो खालकोवाला देखाउँछु। अनि यति पिरो हुन्छ कि यति पिरो हुन्छ, यो कानबाट पुरा धुवा जाने गरी पिरो हुन्छ। अनि मैले हिजो 2टा अकबरे चटपटेमा हालेको थिएँ। हामीले चाहिँ अकबरे भन्दैनौँ, अकबरे होइन, यो जिरे खुर्सानी भन्छौँ। अनि 2टा जिरे खुर्सानी चाहिँ मैले चटपटेमा हालेको थिएँ। चटपटेमा हालेर त्यो मोल्दाखेरि अब हातले खाएँ नि त। अनि मेरो हातै पिरो भएको थियो कि, त्यस्तो भएको थियो। यहाँ एउटा फन्नी इन्सिडेन्ट भएको छ। मैले चाहिँ अब लङ भिडियो बनाउँछु भनेर चाहिँ बसेको थिएँ। अनि त्यसपछि त साइडमा बाख्रा थियो। अनि मैले बाख्रालाई चाहिँ यसरी घाँटी यसो बान्थेँ कि, यस्तो भिडियोको फर्स्टमा थियो नि जुन बाख्रा हो, त्यो बाख्रा थियो कि त्यहाँ। अनि मैले त्यसलाई यसरी त्यसको घाँटीको चाहिँ यसरी यतापट्टि राखेर बाँध्दै थिएँ कि, त्यो मोबाइल मेरो नखसालिदियोस् भनेर। कसरी फुस्काएछ कि, अनि झारिहाल्यो। झारेर अनि मेरो फोनलाई उसले लिएर गएर उहाँ गोठभित्र आफ्नो खोरभित्र लडाएर राखेको क्या। अनि त्यसपछि मैले एकछिनमा अब हेरौँ अझै उता पनि नफर्किकन भिडियोमा एकदम अझै नेचुरल लुक देखाउनलाई गरेको त। अनि भिडियो लैदिए रहेछ। अनि मैले फेरि त्यसलाई अनि यसो पछाडि फर्किँदाखेरि देखिहालेँ। अनि ला भने, अनि उही हो कि खोले भनेको। खोले भने नि कुँडो भने नि त्यही हो। यिनीहरूले कति बेला मलाई खाना दिन्छ, यो कति फोन चलाएर बसी यो केटी भनेर भनेछन् होला। तर अब त्यही हो। अनि मैले बनाउँदै थिएँ। यहाँ कुरिरहेको छ। त्यो अगाडिको चाहिँ 1 वर्ष हुन लाग्छ। त्यसको मम्मी फेरि प्रेग्नेन्ट छ। पछाडि कति माया गरेको त्यसले आफ्नो पाडोलाई। अनि अब हामीले सबै भैँसी बेच्ने हो। तपाईहरुलाई चाहिएको छ भने हामी पाल्पामा हो, अब चाहियो भने भन्नुहोस् है त। अनि अगाडिको भैँसी चाहिँ 1 वर्षको भयो। यो पाडी हो। अनि यसको मम्मी यता साइडमा प्रेग्नेन्ट छ। अनि त्यस्तै हो। अनि मलाई यो आगो एकदमै राम्रो लाग्यो कि, अनि यस आगोको राम्रो भिडियो बनाऊँ न त भनेर राखेको थिएँ। तपाईहरु चाहनुहुन्छ भने मैले यो यसो के आगोहरूको मात्रै त्यो कस्तो मिठो आवाज छ त्यसको, त्यो लपटा भन्छ के भन्छ हिन्दीमा त लपटे भन्छ के अरे हो, त्यसको चाहिँ मिठो आवाज छ। अनि त्यो चाहिँ छ। अनि यो कुँडो पकाउँदाखेरि अब म यहाँ बसेर गरिरहेको थिएँ। अहिले यतिकैमा त आवाज आउँदैन होला। मैले यो रेकर्ड गरिरहेको छु नि त, त्यही भएर त्यसको आवाज आउँदैन होला। यदि तपाईहरुले मलाई भन्नुहुन्छ भने म यसको मात्रै भिडियो पनि म हाल्दिन्छु गाइज। 1 मिनेटको भिडियो छ, फुल भिडियो छ। मैले केही पनि गरिनँ, काटिनँ, हालिदिएँ। मेरै भिडियो लामो हुन्छ। अनि मन पर्न सक्छ नि त, हामीलाई थाहा हुँदैन मान्छेहरूलाई के मनपर्छ के मन पर्दैन। म नि अब भर्खरै सुरुवात गरेको भनौँ कि के भनौँ कन्टेन्ट क्रिएसन। अहिले यतिकै झ्याउलाएर केही नगरेर पहाडमा बसेको बेलामा हो। नत्र त खासै त्यस्तो धेरै एक्टिभ त होइन म उसमा, सोसियल मिडियामा हल्का सर्ट्सहरू हाल्ने। त्यो पनि मलाई फेरि पहाडहरू खोला नाला एकदमै मनपर्छ कि। अनि म जहाँ जान्छु अनि मेरो हातमा क्यामेरा त मेरो अगाडि नै हुन्छ। अनि मेरो गर्ने हो कि, त्यही भयो। अनि यसो भैँसीहरूको पनि एउटा सानो सर्ट्स लिगौँ न त भने। अब त्यही हो गाइजहरू, मेरो भिडियोहरू मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु होला। मैले अब तपाईहरुको सब्सक्राइबले चाहिँ मलाई एकदम मोटिभेसन दिन्छ अगाडि बढ्नको लागि। अनि त्यही भएर यसो म यहाँ भएको बेलामा गरेको। यसरी कुँडो पाक्दैछ। अब यो उतारेपछि म यहाँ अहिले पनि चलाउँदै नै छु कुँडो, यो भोइस ओभर गर्दाखेरि। त्यही हो, तपाईहरुलाई मन पर्यो भने चाहिँ लाइक शेयर सब्सक्राइब गरिदिनु होला। के थप्ने कस्तो कन्टेन्ट ल्याउने पनि भनिदिनु होला। अहिलेको लागि बाइ बाइ।